बीबीएस थर्ड इयर बिजनेस लको इम्पोर्टेन्ट एक्जाम क्वेसन डिस्कसन क्लास सिरिजको डे 4 मा तपाईँलाई स्वागत छ। योभन्दा अगाडिको क्लासेस यानि डे 2 को क्लासेसमा मैले तपाईँहरूसँग कन्ट्र्याक्ट अफ इन्डेमनिटी भनेको के हो र त्यसमा इन्भल्भ भएका दुईटा पार्टिजहरू इन्डेमनिफायर र इन्डेमनिटी होल्डर, जसलाई इन्डेमनिफाइड पनि भनिन्छ, उनीहरू को हुन् र इन्डेमनिफायरको कस्तो राइट हुन्छ, कस्तो ड्युटिज हुन्छ त भनेर त्यो भिडियोमा डिस्कस गरिसकेको छु। यदि तपाईँले मैले बनाएको त्यो भिडियो हेर्नुभएको छैन भने हाम्रो युट्युबको प्लेलिस्टमा बिजनेस थर्ड इयर बिजनेस ल भनेर छ, त्यसको डे 2 को क्लासेसमा गएर तपाईँले मजाले हेर्न सक्नुहुन्छ। सो तपाईँलाई मैले बनाएका भिडियोहरू मनपर्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरेर हामीलाई सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला र आफ्नो फ्रेन्डहरू साथसाथै बिजनेस थर्ड इयरको ग्रुपमा यो भिडियोलाई सेयर गर्न पनि नबिर्सिनु होला। अब इन्डेमनिटी होल्डर, जसलाई इन्डेमनिफाइड पनि भनिन्छ, उसको राइट र उसको ड्युटिज के हुन्छन् त आज हामी यो भिडियोमा त्यही कुरालाई डिस्कस गर्नेछौँ। सो त्यो डिस्कस गर्नुभन्दा अगाडि कन्ट्र्याक्ट अफ इन्डेमनिटी भनेको के हो र दुईटा पार्टिजहरू को हुन् त सानो एउटा रिभाइज पनि यहाँ गरिहालौँ। सामान्य भाषामा बुझ्ने हो भने कन्ट्र्याक्ट अफ इन्डेमनिटी भनेको यस्तो खालके कन्ट्र्याक्ट हो जहाँ दुईटा पार्टिजहरू हुन्छन्, जहाँ दुईटा पार्टिजहरू इन्भल्भ भएका हुन्छन्, जसमा चाहिँ एउटा पार्टिजले चाहिँ के भन्छ, के प्रमिस गर्छ, के कन्ट्र्याक्ट गर्छ भने यदि तिम्रो केही लस भयो, केही नोक्सानी भयो भने चाहिँ म त्यसको सबै क्षतिपूर्ति बेहोर्छु भनेर भन्छ। र त्यहाँ अर्को पार्टिज पनि हुन्छ जसको चाहिँ लस कभर भएको हुन्छ, जो चाहिँ लसबाट प्रोटेक्टेड भएको हुन्छ। सो यस्तो खालके कन्ट्र्याक्ट, यस्तो खालके प्रमिस कसैले कसैलाई गर्छ भने त्यो कन्ट्र्याक्ट नै कन्ट्र्याक्ट अफ इन्डेमनिटी हो। यो कन्ट्र्याक्ट गर्नुको मेन उद्देश्य, मेन पर्पज चाहिँ के हो भने एउटाको लस हुने रिस्क अर्कोलाई सिफ्ट गर्नु नै हो। र यस्तो खालके कन्ट्र्याक्ट, यस्तो खालके प्रमिस चाहिँ जहिले पनि लस हुनुभन्दा अगाडि नै गरेको हुनुपर्छ। र यस्तो खालके कन्ट्र्याक्ट चाहिँ हामी मेनली इन्सुरेन्समा चाहिँ देख्ने गर्छौँ। सो यस्तो खालके कन्ट्र्याक्टमा मैले के भने त दुईटा पार्टिजहरू इन्भल्भ हुन्छन् भनेको। सो दुईटा पार्टिजहरू को हुन् त भन्दाखेरि फर्स्ट पार्टी भनेको इन्डेमनिफायर हो, जसले चाहिँ प्रमिस गरेको हुन्छ तिम्रो क्षतिपूर्ति, तिम्रो लस भयो भने चाहिँ म कभर गर्छु, यानि म भनेको चाहिँ के भयो त इन्डेमनिफायर भयो। र अर्को पार्टिज पनि हुन्छ जसको चाहिँ लस कभर भएको हुन्छ, लसबाट ऊ प्रोटेक्टेड भएको हुन्छ। जस्तै मैले चाहिँ तिमीलाई तिम्रो लस म सबै कभर गर्छु भने म इन्डेमनिफायर, तिमी यानि तिम्रो त लस कभर भयो नि त, तिमी के भयो त इन्डेमनिटी होल्डर अथवा इन्डेमनिफाइड भयो। यानि लस कभर गर्छु भन्ने मान्छे इन्डेमनिफायर, जसको लस कभर भएको छ, जो घाटाबाट बचेको छ, ऊ चाहिँ इन्डेमनिटी होल्डर अथवा इन्डेमनिफाइड भयो। अब त्यही इन्डेमनिटी होल्डर जो चाहिँ लसबाट प्रोटेक्ट भएको छ, उसको चाहिँ राइट र ड्युटिज के हुन्छ त अब हामी यो भिडियोमा त्यसलाई नै मेन फोकस गरेर डिस्कस गर्नेछौँ। सो अब उसको ड्युटिजतर्फ जाम, यानि इन्डेमनिटी होल्डर इन्डेमनिफाइडको चाहिँ ड्युटिज के हो त। सो फर्स्ट ड्युटिज भनेको ड्युटी टु एक्ट इन अ गुड फेथ, यानि इमान्दार भएर काम गर्नु पनि उसको ड्युटी हो। सो इन्डेमनिटी होल्डरले चाहिँ अब मेरो लस भए पनि मेरो लस त अब इन्डेमनिफायरले कभर गर्छु भनेको छ, उसले कभर गरिहाल्छ नि भनेर लसलाई चाहिँ बढाएर चाहिँ हामीले देखाउनु हुँदैन। उसले फल्स रिपोर्ट क्लेम गर्नु हुँदैन। ही मस्ट एक्ट अनेस्टली एन्ड फेयरली विदाउट चिटिङ, फ्रड एन्ड हाइडिङ फ्याक्ट। उसले चाहिँ सत्य कुरा भन्नुपर्छ, केही कुरा लुकाउनु हुँदैन, क्षतिपूर्तिको गलत फाइदा पनि उसले उठाउनु हुँदैन। सो उसको सेकेन्ड ड्युटिज के छ त भने ड्युटी टु डिस्क्लोज अल मटेरियल फ्याक्ट्स, यानि सबै महत्त्वपूर्ण कुराहरू चाहिँ उसले भन्नुपर्ने हुन्छ। हामीले चाहिँ इन्डेमनिफायरको राइट पढ्दाखेरि त्यहाँ सुरुमा के पढेको थियौँ त भन्दाखेरि ही हेज अ राइट टु रिसिभ फुल इन्फर्मेसन फ्रम इन्डेमनिटी होल्डर। सो इन्डेमनिटी होल्डरको ड्युटिज के हो त भने इन्डेमनिफायरले सोधेको सबै क्वेसनको चाहिँ फुल र ट्रु इन्फर्मेसन दिनुपर्ने हो। उसले केही कुरा पनि लुकाउनु हुँदैन। के भयो, कसरी भयो, कसले गर्यो, कति घाटा भयो त भनेर यदि इन्डेमनिफायरले सोध्छ भने त्यो सबै कुराको जवाफ चाहिँ उसले फुल र ट्रुली दिनुपर्ने हुन्छ। यो उसको एउटा ड्युटी छ। सो उसको थर्ड ड्युटिज के छ त भन्दाखेरि ड्युटी टु कोअपरेट विथ इन्डेमनिफायर। खासमा चाहिँ कहिलेकाहीँ के हुन्छ त भने इन्डेमनिटी होल्डरको लस हुन्छ। जस्तै इन्डेमनिटी होल्डरको बाइक एक्सिडेन्ट भयो। सो बाइक एक्सिडेन्ट हुँदाखेरि त थर्ड पार्टीको पनि लस हुन्छ, उसको बाइक पनि लस हुन्छ। सो यहाँ के पनि हुन्छ त थर्ड पार्टीलाई इफेक्ट पनि हुनसक्छ।
सो यस्तो थर्ड पार्टीलाई इफेक्ट भएको बेलामा थर्ड पार्टीले इन्डेमनिटी होल्डरलाई केस पनि गर्न सक्छ। सो त्यो बेलामा चाहिँ इन्डेमनिटी होल्डर यानि लस भएकोले चाहिँ इन्डेमनिफायर यानि जसले चाहिँ लस कभर गर्छु भनेको छ त्योसँग चाहिँ सहयोग माग्न पनि सक्छ र इन्डेमनिफायर चाहिँ सहयोग गरेर आउँछ पनि हो। त्यो बेला चाहिँ इन्डेमनिटी होल्डरको ड्युटी चाहिँ के हुन्छ त भन्दाखेरि हि मस्ट कोअपरेट विथ इन्डेमनिफायर यानि इन्डेमनिफायरसँग चाहिँ इन्डेमनिटी होल्डरले चाहिँ कोअपरेट गर्नुपर्छ। चाहे लिगल प्रोसेसमा होस्, चाहे एभिडेन्स कलेक्ट गर्नेमा होस्, चाहे लस एस्टिमेट गर्नेमा होस्, चाहे डाटा कलेक्सनमा होस्, इन्डेमनिटी होल्डरको ड्युटिज भनेको चाहिँ इन्डेमनिफायरसँग कोअपरेट गरेर अगाडि बढ्नु नै हो। अब इन्डेमनिटी होल्डरको फोर्थ ड्युटिज भनेको ड्युटी टु अभोइड अननेसेसरी लस। मेरो त लस भए पनि इन्डेमनिफायरले बेहोरिहाल्छ, मलाई त बाल मतलब हो भनेर यसरी उसले चाहिँ केयरलेस गर्नु हुँदैन। र लस भएको छ र लस भइहाल्यो भने पनि उसले सकेसम्म आफूले सकेसम्म चाहिँ लसलाई चाहिँ एकदमै कम गर्ने कोसिस गर्नुपर्छ। इन्टेन्सनल्ली रिस्क बढाइदिने, ड्यामेज बढाइदिने काम चाहिँ उसले गर्नु हुँदैन। उसको यहाँ ड्युटी भनेको लस घटाउन चाँडोभन्दा चाँडो कदम उठाउने, यानि बाइक जलिरहेको छ भने चाँडोभन्दा चाँडो त्यो बाइकलाई चाहिँ निभाउने, लस कम गर्ने, त्यस्तोतिर चाहिँ उसले ध्यान दिनु पर्यो। र जिम्मेवारी भएर चाहिँ उसले चाहिँ काम गर्नुपर्ने हुन्छ। मेरो लस त कभर भइहाल्छ भनेर गैर जिम्मेवार चाहिँ ऊ हुनु भएन। अब उसको फिफ्थ ड्युटिज भनेको ड्युटी टु फलो कन्ट्र्याक्ट टर्म। चाहे ऊ इन्डेमनिफायर होस् या इन्डेमनिटी होल्डर होस्, उनीहरू दुइटैको ड्युटिज भनेको चाहिँ कन्ट्र्याक्टमा जे टर्महरू लेखेको छ, जे कन्डिसनहरू लेखेको छ त्यसलाई फलो गर्नुपर्ने हो। यदि कन्ट्र्याक्टमा चाहिँ लस भएको यानि ड्यामेज भएको 7 दिनभित्रमा चाहिँ क्लेम गरिसक्नुपर्छ भनेको छ भने इन्डेमनिटी होल्डर चाहिँ 7 दिनभित्रमा क्लेम गरिसक्नुपर्ने हुन्छ। यानि त्यो टर्म, त्यो कन्डिसनलाई चाहिँ फलो गर्नुपर्ने हुन्छ। यदि उसले फलो गरेन भने इन्डेमनिफायरले चाहिँ त्यो लस रिकभर नगर्दिन पनि सक्छ, यानि लस रिकभर गर्दिन पनि भन्न पाउँछ, किनकि उसले त्यहाँ टर्म र कन्डिसनलाई चाहिँ भायोलेट गरेको मानिन्छ। अब इन्डेमनिटी होल्डर अथवा इन्डेमनिफाइडको 6 ड्युटिज भनेको के हो त भने ड्युटी नट टु सेटल विथआउट कन्सेन्ट। यानि इन्डेमनिफायर जसले चाहिँ लस कभर गर्छु भनेको छ उसलाई नसोधिकन इन्डेमनिटी होल्डर यानि इन्डेमनिफाइडले चाहिँ कसैको पनि केही पनि सेटल गर्नु हुँदैन। फर इक्जाम्पलको लागि इन्डेमनिटी होल्डरको केही लस भयो जसले गर्दा थर्ड पार्टीलाई पनि केही इफेक्ट भयो, केही ड्यामेज भयो। मेरो लस त सबै इन्डेमनिफायरले कभर गरिहाल्छ, म अहिले चाहिँ यो थर्ड पार्टीको सेटल गरिदिँदै गर्छु, पछि म सबै हिसाब गरेर लसमा एड गरिदिइहाल्छु, मलाई त मेरो इन्डेमनिफायरले तिरिहाल्छ भनेर यसरी चाहिँ इन्डेमनिटी होल्डरले चाहिँ सेटल गर्नु हुँदैन। पछि इन्डेमनिफायरले चाहिँ यो सेटलमेन्ट कभर नगरिदिन पनि सक्छ, किनकि यसमा इन्डेमनिफायरको कन्सेन्ट छैन, सहमति छैन। तपाईँले उसलाई नसोधिकन चाहिँ सेटल गर्नुभएको छ। सो यस्तो गरेर हुँदैन। इन्डेमनिटी होल्डरको ड्युटिज भनेको नट टु सेटल विथआउट कन्सेन्ट अर विथआउट आस्किङ इन्डेमनिफायर पनि हो। यी भए इन्डेमनिटी होल्डर यानि इन्डेमनिफाइडको ड्युटिजहरू। अब उसको अधिकारहरू के छन् त, उसको राइटहरू के हुन्छ त्यसलाई पनि अब हामी यहाँ बुझौँ। सो इन्डेमनिटी होल्डर यानि इन्डेमनिफाइडको चाहिँ फर्स्ट राइट के हो त भन्दाखेरि राइट टु कम्पेन्सेटेड फर लस, यानि क्षति भएमा क्षतिपूर्ति पाउने अधिकार उसको हो। यानि यदि मलाई घाटा भयो र जसले मेरो घाटा बेहोरिदिन्छु भनेको छ, क्षतिपूर्ति दिन्छु भनेको छ, उसँग क्षतिपूर्ति माग्ने मेरो अधिकार हो। सो उसको सेकेन्ड राइट भनेको राइट टु रिकभर लिगल कस्ट, कानुनी खर्च रिकभर गर्ने अधिकार पनि इन्डेमनिटी होल्डरसँग हुन्छ। तपाईँलाई लस भयो जसले गर्दा कुनै थर्ड पार्टीलाई पनि हार्म भयो, लस भयो, त्यो बेला के हुन्छ त, थर्ड पार्टीले तपाईँलाई छोड्छ त छोड्दैन, उसले तपाईँलाई मुद्दा हाल्छ। अब यस्तो बेलामा तपाईँले वकिल राख्नुपर्ने हुन्छ, मुद्दा लड्न खर्च लाग्छ। अब तपाईँले चाहिँ जसले लस कभर गर्छु भनेको छ
जसले चाहिँ सबै खर्च बेहोर्छु भनेको छ। यानि इन्डेम्निफायरलाई चाहिँ हेर साथी मेरो यो लस हुँदाखेरि यसरी थर्ड पार्टीको पनि लस भयो, सो यो बेला उसले मलाई मुद्दा हाल्यो, मैले मुद्दा लड्नको लागि चाहिँ यति खर्च गर्नु पर्यो भनेर चाहिँ तपाईँले चाहिँ देखाउनु भयो भने यो लिगल कस्ट पनि इन्डेम्निफायरले चाहिँ बेहोर्नुपर्छ। सो इन्डेम्निटी होल्डरसँग यो लिगल कस्ट रिकभर गर्ने राइट पनि हुन्छ। अब थर्ड राइट भनेको राइट टु बी प्रोटेक्टेड फ्रम फ्युचर लस। यदि इन्डेम्निटी होल्डरले लाग्यो कि उसको चाहिँ भविष्यमा घाटा हुने सम्भावना छ, यस्तो बेलामा हि हेज अ राइट कि घाटा हुनु पहिले नै हि क्यान आस्क फर सेक्युरिटी। उसले चाहिँ इन्डेम्निफायरलाई चाहिँ हेर भाइ मेरो चाहिँ घाटा हुने मैले देख्दैछु, मलाई चाहिँ एडभान्समा सेक्युरिटी प्रोभाइड गर्नु पर्यो। सो इन्डेम्निफायरले घाटा हुनु पहिले नै त्यसको सुरक्षा दिनुपर्छ, घाटा भएपछि मात्र दिने पनि होइन। यानि अहिले घाटा भएको छैन, यानि लस पनि भएको छैन, तर भोलि लस हुने पक्का पक्की देखिन्छ भने जसले लस कभर गर्छु भनेको छ, जसले सुरक्षा दिन्छु भनेको छ, उसले पहिले नै सहयोग गर्नुपर्ने हुन्छ, यो लस हुनबाट उसलाई बचाउनु पर्ने हुन्छ। यो पनि इन्डेम्निटी होल्डरको राइट हो। अब उसको फोर्थ राइट भनेको राइट टु रिक्वायर डिफेन्स इन केस अफ लसुइट। यदि इन्डेम्निटी होल्डरको लस हुँदा थर्ड पार्टीको पनि लस भयो र यदि उसले इन्डेम्निटी होल्डरलाई चाहिँ मुद्दा हालेको छ भने हि हेज अ राइट टु रिक्वायर डिफेन्स इन केस अफ लसुट। उसले इन्डेम्निफायरसँग वकिलको व्यवस्था गर्दिन भन्न सक्छ, कानुनी खर्च तिर्दिन भन्न सक्छ, मुद्दामा लाग्ने सहयोग सबै गर्न भन्न सक्छ। यो उसको अधिकार हो, हि हेज राइट। र इन्डेम्निटी होल्डर यानि इन्डेम्निफाइडको फिफ्थ राइट भनेको राइट टु इन्फोर्स कन्ट्र्याक्ट अफ इन्डेम्निटी। यदि केही गरी इन्डेम्निफायरले चाहिँ जा भाइ म तेरो लस पनि हेर्दिनँ, तँलाई म कानुनी रूपमा सहयोग पनि गर्दिनँ, तेरो खर्च पनि बेहोर्दिनँ भन्यो भने यस्तो अवस्थामा इन्डेम्निटी होल्डरले अदालतमा गएर इन्डेम्निफायरलाई मुद्दा हाल्न सक्छ र त्यो मुद्दा हालेर यो सम्झौता लागू गराउन सक्छ। यो उसको राइट हो। सो यी थिए इन्डेम्निटी होल्डर अथवा इन्डेम्निफाइडको चाहिँ राइट र ड्युटिज। सो तपाईँलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।